त्यसको साथसाथै पनि म पनि यहाँ प्लस भएको छ। कसरी भयो के भयो भन्ने कुरा कसैलाई हुनसक्छ। अनि मलाई पनि त्यो थाहा छैन। हाम्रो संस्थाबाट चाहिँ हामी तिनजना चाहिँ एउटै गुरु झटासँगै रेपोजिटको छामगाङमा एउटै छामगाङमा चाहिँ म पहिल्यै बसेको आजभन्दा 20 वर्ष अगाडि नै। र त्यति बेलाको अब यस्तो टिकट गर्ने यस्तो गर्ने चलन थिएन। त्यति बेला बसेको अनि अहिले लगातार उहाँ लामो दुईजना पनि त्यही छामगाङबाट चाहिँ सिद्धि प्राप्त गरेर आउनुभएको कारणले गर्दा चाहिँ यो उहाँहरू र हामी एउटै संस्थाको भएकोले गर्दाखेरि चाहिँ हाम्रो संस्थाद्वारा चाहिँ तिनैजनालाई चाहिँ यो हाम्रो ठिकै अथवा वेलकम सेरेमनी अब यस्तो राख्नु भएको रहेछ। त्यसले गर्दा चाहिँ मेरो हृदयदेखि नै यो हाम्रो छेकुलिङ गुम्बालाई धेरै धन्यवाद दिन चाहन्छु। र मैले अनि त्यसपछि चाहिँ हाम्रो सबैले गुरु सुनम गाउँ रेपोर्टको बाहुलीद्वारा चाहिँ मैले चिकन गर्नु पाउँदा म अति नै खुसी छु। र उहाँहरूले त्यही विशेषताले चाहिँ राख्नु भएको रहेछ। आज मलाई पनि अलिकति अचम्मै लाग्यो। कुरा त मैले सक्सेसफुल सुनेको थिएँ। अनि हामी सबै तपाईँले पनि यो गर्ने भन्ने कुरो मैले चाहिँ अब पहिल्यै छाम बसिसकेको पछि अहिले नसुन्नु होला भनेर चाहिँ हुन्छ पहिला गरेको थिएन। अब सँगै एकैचोटि गरौँ। अनि उहाँहरू हामी सबै चाहिँ एउटै संस्थाको भावना चाहिँ मिलेर हिँड्नु परेको छ। त्यसले गर्दा चाहिँ अब सबैजना यस्तो दुःखमा पानी झरी सबै पाल्नुभयो। तपाईँहरू सबैलाई धेरै धेरै धन्यवाद। र हाम्रो हेमबुर्जेलाई पनि धेरै धेरै खुसी र मेरो साथी लोकल छेउलाई पनि धेरै धेरै धन्यवाद। र हामी 3 वर्ष छन् यहाँ गरेर चाहिँ तपाईँहरूले सेवा गर्न सकोस् भनेर सक्दो प्रयास गरेको छु। अब जाने नजाने हाम्रो मात्रै ज्ञान छ छैन त्यो हामी अब हेर्बैहरू उहाँहरूले गरेर दिनुभएको छ। त्यो आशीर्वादले नै हामी तपाईँहरूले दिने हो। हामी नै भयङ्कर छ भनेर हामी तपाईँहरूले दिने होइन। गुरुहरू चाहिँ हामीले प्रदान गर्नुहुन्छ अनि हामी तपाईँहरूलाई प्रदान गर्छौँ। त्यसै कारणले गर्दाखेरि चाहिँ जति सक्दो हामी अहिले यो तपस्या गरेर चाहिँ तपाईँहरू जस्तो सबैजनालाई धोर डिस्ट्रिब्युसन पानीको लागि उतार हो भनेर चाहिँ भित्र हेर्दै चाहिँ हामीले कोसिस गर्दै तपाईँहरूलाई समर्पित हुनु अब तपाईँहरूको लागि नै हामीले ज्ञान प्राप्त गर्नु हो भनेर होइन। तपाईँहरू सबै सँगसँगै ज्ञान प्राप्त गर्न सकोस्। रोज मिसिङ म चाहिँ जन्म लिन सक्छु भनेर चाहिँ हामी कोसिस गरेर खुसी धन्यवाद।